नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्णलाई। आज हामी कञ्चनगढी घुम्न गइरहेका छौँ। हामी विशेष गरी बर्दघाट प्रेस क्लबमा आबद्ध साथीहरू दाइभाइहरू मिलेर प्रसङ्गवश कञ्चनगढी जाउँ भन्ने भयो। गइसकेपछि यहाँ एकैछिन घुमौँ र यहाँको रमाइलो परिवेशलाई पनि देखाउँ भन्ने भयो। हामी प्रमोद अर्याल, कृष्ण ढकाल अनि बिपी ढकाल, रामु भुषाल लगायतको टिम हाम्रो छ। हामी सरस्वती घुमाउनेछौँ, यहाँनिर हेर्नेछौँ भित्र के कस्तो छ, यहाँको अवस्था, समग्रमा यहाँको परिवेश हामीले देखाउनेछौँ। लागौँ भिडियोतर्फ। पिकनिक स्पोटहरू हो यो। पछिल्लो समय बिस्तारै व्यवस्थित पनि हुँदै गइरहेको छ। सेडहरू तयार छन् र यहाँ एकदमै भिडभाड पनि हुने गर्छ। पिकनिक आउने सिजनमा राम्रै भिडभाड हुने गर्छ। बर्दघाट नगरपालिकाभित्रको एउटा आन्तरिक पर्यटकका लागि रम्ने, घुम्ने, मनोरञ्जन र धार्मिक क्षेत्रसँग पनि कनेक्ट हुने एउटा राम्रो ठाउँको रूपमा पनि विकास भइरहेको छ कञ्चनगढी क्षेत्र। र पूर्वाधारका विकासका कामहरू बिस्तारै हुँदै गइरहेका छन् र बिस्तारै हामी सिँढी चढेर माथि जान्छौँ र माथि शिवजीको विशाल मूर्ति देख्न सकिन्छ। अत्यन्त कलात्मक रूपमा निर्माण गरिएको छ सर। साथीहरू, आज हामी कञ्चनगढी घुम्नका लागि आइरहेछौँ। जस हाम्रो पत्रकारहरूको टिम छ। हल्का फुल्का रमाइलो गरौँ भनेर होइन, आकस्मिक बनेको प्लान हो। साथीहरू नरिसाउनु होला है, भिडियो हेरेर फेरि हामी आउन पाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो बिपी भाइ अहिलेसम्म हेर यिनी बस्छन् बर्दघाट नगरपालिका वार्ड नम्बर 9 मा रेडियो दाउनेको स्टेसन म्यानेजर। जितगढी पाइला टेकेका थिएनन्। के को जितगढी हो? जितगढी कञ्चनगढी छुट्याउन नसक्ने यसै वडाका बासिन्दा प्रेस क्लबका अध्यक्ष कृष्णकर ढकाल। म 3 वर्षमा आएँ। भनेपछि यो कति ऐतिहासिक छ है। अब हामी आइपुग्यौँ यहाँनिर। अझै निर्माणको चरण त बाँकी छ होला केही। अब यहाँ विशाल मूर्ति शिवजीको घुम्न आउने ठाउँको रूपमा, राम्रो पर्यटकीय स्थलको रूपमा पनि विकसित भइरहेको छ र धार्मिक क्षेत्रको रूपमा पनि विकास भइरहेको छ। तल फेदीमा पिकनिक स्पोट र त्यहाँबाट थोरै माथि निस्किसके पछाडि यसरी शिवजीको यो विशाल मूर्ति छ। अत्यन्त कलात्मक कञ्चनगढी तपाईँहरूका लागि पनि पर्खिरहेको छ। आउनु होला घुम्न सबैजना। कञ्चन निलो आकाश, त्यसैको मुनि यो जङ्गलको घेँचमा हामी देख्न सक्छौँ यो विशाल मूर्ति। अत्यन्त कलात्मक रूपमा बनाइएको छ। श्रावण महिनामा विशेष गरी यहाँ शिवको महिमा पनि बढी हुने हुनाले पनि भक्तजनहरू पनि आउने गर्नुहुन्छ। अन्य सिजनमा पनि घुम्न आउनेहरूको राम्रै उपस्थिति देख्न सकिन्छ। यसरी वरिपरि शिवलिङ्गहरू स्थापना गरिएको छ सर। अनि त्यस पछाडि बिचमा शिवजीको विशाल मूर्ति निर्माण गरिएको छ। फोटो खिच्न आउने, घुम्न आउने, धार्मिक रूपमा आस्था राख्ने व्यक्तिहरू पनि यहाँ आउन सक्नुहुन्छ। डिपिआर अनुसार अझै धेरै संरचनाहरू निर्माण गर्नुपर्ने पनि अवस्था छ। हरेक वर्ष जसो केही न केही निर्माणका कामहरू चलि नै रहेका हुन्छन् सर। तपाईँहरूले देखिरहनु भएको छ। जे होस्, बर्दघाट नगरपालिकाभित्रको एउटा घुम्ने ठाउँको रूपमा विकसित भइरहेको यो ठाउँ हो। यतापट्टि हनुमानजीको मूर्ति, यतापट्टि पुरानो मन्दिर। यहाँको यो ठाउँको आफ्नै ऐतिहासिक बनाइहरू पनि छन् र यो कसरी स्थापित भयो भन्ने सन्दर्भमा
यहाँ पूजा गरेर बस्ने प्रभुजी पनि हुनुहुन्छ, उहाँले पनि गराउनुहुन्छ। यहाँ सानो सानो नानीहरू रमाइलो गरिरहनु भएको रहेछ। के छ हालखबर? कहाँबाट आउनुभयो? 2 नम्बरबाट खेलिरहनु भएको छ। अनि कस्तो लागिरहेछ यो ठाउँ? राम्रो छ है। पहिला पनि आइराख्नुहुन्छ? ओके। यो यहाँको पुरानो मन्दिर हो र यहाँभित्र शिवलिङ्ग रहेको छ। म तपाईँहरूलाई देखाउन गइरहेको छु। ल यहाँको यो पुरानो मन्दिर, सुरुमा बनाइएको मन्दिर हो यो पछि बनेको मन्दिर हो, शिवजीको मन्दिर। मनोरम दृश्यहरू, यसरी पिकनिक खाने, वनभोज खाने, रमाइलो गर्ने दिदीबहिनीहरू हुनुहुँदो रहेछ। सबैलाई नमस्कार है। नमस्कार सबैलाई। ओहो रमाइलो गर्नुभएको रहेछ है। ल म तपाईँहरूको भिडियो लिएँ है। किसन दाईले बेल खोजिरहनु भएको छ। बेल माथि त राम्रै फलेको देखियो। किसन दाई के छ, शरबत खाने विचार छ कि क्या हो बेलको? हो यो चाहिँ बेल डाँडा भन्छ यसलाई। ए डाँडैको नाम बेल डाँडा हो? यो बेल हो, यो बेल हो, त्यो बेल हो, वहाँनिर बेल, यी सब बेल हो होइन। अलि मास्टर ऊ त्यो होइन, उतापट्टि चाहिँ त्यो बेल हो सबै। ल किसन दाई सटिकमा यो ठाउँको यसो ब्रिफिङ गर्नुहोस् त। ल यो बर्दाघाट नगरपालिका वडा नम्बर 5 मा रहेको छ। विशेष गरी सखुवानी भन्दा माथि यो पूर्वको खोजमा खजुरा खोला जुन देख्नु भएको छ, यसको शिर, यो शिरमा रहेको पवित्र ऐतिहासिक धार्मिक स्थल भनेर भनिन्छ। र यहाँ किन धार्मिक भयो, किन पवित्र भयो भन्यो भने अब किम्वदन्ती अनुसार यसको पुरातात्विक अध्ययन त अझ गर्न बाँकी नै छ। नेपालका 100वटा महत्त्वपूर्ण गन्तव्य मध्येको यो एक गन्तव्य हो र त्यही अन्तर्गत यहाँ चाहिँ सरकारले, सङ्घीय सरकारले, नगरपालिकाले यसलाई बजेट विनियोजन गरेको छ र यहाँका विकास निर्माण भइरहेका छन्। यहाँ जति पनि देख्नु भएको छ त्यहाँ शिवजीको मठ देख्नुभयो, तल यो के भन्छ पिकनिक स्पोटहरू बनेका छन्, यहाँ बाटोहरू बनेको छ र यहाँसम्म पहुँच मार्ग बर्दाघाट नगरपालिकाको हाइवेबाट अथवा यता जिमिरेबार क्षेत्रबाट आउने चाहिँ यो पहुँच मार्ग सडकहरू पिच भइरहेका छन् यो अन्तर्गत। र यहाँ आइसकेपछि बाल उद्यान छ होइन, यहाँ चाहिँ गुरुहरू बस्नुहुन्छ, यहाँ रहेको छ। यहाँ आँपको बगैँचा पनि रहेको छ। यो यतापट्टि पाखोमा यो बेल पाइन्छ, यो प्राकृतिक हो है। यो बेलहरू प्राकृतिक आफै उम्रेकाहरू बढी बेलहरू छन्, पाकेका छन्, साथीले टिप्दै हुनुहुन्छ नि त। अलि माथि गएपछि त्यहाँ अलिक एउटा चाहिँ डाँडो बनाएको छ, भ्यू पोइन्टको रूपमा रहेको छ। यो बिचमा चाहिँ मन्दिरहरू रहेको छ, तलतिर चाहिँ खास गरी गढी भन्ने बित्तिकै ऐतिहासिकतासँग पनि जोडिन्छ। यो सन्दर्भ केही मेरो अध्ययन अनुसार के छ भने यो पाल्पाका सेनवंशीय राजासँग जोडिन्छ। जसरी त्रिवेणी भन्दा अलिकति माथि आउनुभयो भने एउटा गढी छ त्यहाँनिर जुन राता माछा पाउने पनि भनेर भन्ने गरिन्छ। त्यसलाई के गढी भन्दा बाहुन्नगढी भनेर भनिन्छ, जहाँ भारतबाट हतियारहरू ल्याएर त्यहाँ राख्ने गरिन्छ। त्यसै गरी यो डाँडा चाहिँ शिवपुर गढी होला, शिवपुर गढी। त्यसपछि यो माथि आइपर्दाखेरि यहाँ चाहिँ यो जितगढी भन्छ होइन, यसलाई जितेको ठाउँलाई चाहिँ के अरे कञ्चनगढी होइन, यो कञ्चनगढी। यसपछि माथि गइसकेपछि पाल्पामा रहेको छ यो अर्को गढी छ। गढी भनेको सेनाहरू बस्ने ठाउँ। यहाँबाट अग्लो ठाउँमा बसिसकेपछि शत्रुहरू वैरीहरू आयो भने यहाँबाट चाहिँ आक्रमण गर्न सजिलो हुन्छ भनेर ठाउँ ठाउँमा तात्कालीन सेनाहरू बस्ने ठाउँलाई गढी गरिन्छ। यसको चाहिँ केही रूप त्यहाँ माथिपट्टि भागमा हेऱ्यो भने बिचमा अलिअलि यसको पुरातत्व विभागबाट पनि उत्खनन हुने भन्ने पनि केही चर्चा चाहिँ हामी सुनिरहेको थियौँ। केही कुरा उत्खननका लागि पत्राचार गरिएको भनेर चाहिँ पहिला गाविस रहँदा गाविस सदस्य रहेका यही वार्ड नम्बर 5 मा रहेका नारायण अधिकारीका अनुसार त्यतिखेर गाविस हुँदा एउटा पत्र लेखेर यहाँको उत्खनन गर्नु पर्यो भनेर पत्र पठाइएको थियो र पछि पनि पत्र पठाइयो भन्ने कुरा आएको छ र उत्खननलाई प्रक्रिया अगाडि बढिसकेको छैन। तर यद्यपि यहाँनिर चाहिँ एकजना चौधरी बस्नुहुन्छ, उहाँले यो सुरुमा चाहिँ रातिमा दीक्षित भएर अनि म यो ठाउँमा बसेको हुँ भनेर अनि एउटा कुटी बनाउनु भयो र कतै कतै कुटी पनि भन्ने गरिन्छ, तर कुटी होइन, यो कञ्चनगढी हो। यहाँ चाहिँ उहाँले कुटी बनाएर बसेर आफू लगाएको भएर कोही कोहीले कुटी कञ्चन कुटी पनि भन्ने गरिन्छ, तर यो कञ्चन कुटी होइन, कञ्चनगढी हो। त्यसको केही रूप चाहिँ त्यहाँ इँटा देखिन्छ माथि भागमा, अलिकति सानो खाल्टो जस्तो छ। सानो खाल्टोमा तल तल हेर्दै गयो भने इनार जस्तो पुराना इँटा केही देखिन्छन् आँखाले। तर यसको चाहिँ जो पुरातत्व विभागले के छ, हामी माथि डाँडामा निस्किन्छौँ अहिले।
जान सकिन्छ। जाउँ प्रमोद दाई, ल अगाडि बढौँ हाम्रो टोली। आज हामी माथि डाँडामा पनि जाउँ, डाँडाबाट देखिने भ्यू पनि छुट्टै हुन्छ। बिपी मामा ल अगाडि सर र रामु सरको यहाँनिर ठुलो गुनासो छ, बेलडाँडा आउँदा एउटा बेल भेटिएन भन्ने छ। यो रुखमा चाहिँ फलेको देखियो, भुइँमा त किन झर्थ्यो र दुःख त गर्नुपर्छ। होइन अहिले यो गर्मीमा रुख चढ्ने उ नगरौँ। कृष्ण दाई धेरै भयो यो रुख चढ्न छोडेको, अलिक दुस्साहस हुन्छ होला हाम्रो। होइन यो साँ चढाइन भयो, त्यो साँ चढाइन भयो धेरै समय पछाडि हामी साथीहरू दाइभाइ मिलेर यसरी आउने एउटा अवसर पनि मिल्यो। जस रमाइलो फिल भइरहेछ। हामी कञ्चनगढीमा माथि डाँडातर्फ पनि जाँदैछौँ। डाँडामा सिर्र हावा चल्छ। अहिले त रेलिङहरू पनि बनेछ नि कृष्ण दाई, होइन? ल यहाँ नजिकै अब नागको मूर्ति स्थापना गरे पनि देखियो, होइन? ए भनेअनुसार छोड्ने, देख्ने मान्छे त्यही छ, नाच्नु छोड्नु यहाँभित्र छ कि हो हो हो। भनेअनुसार त्यो ल अब यसरी सपनामा देखेँ यहाँ यस्तो छ भनेर आएर खोदाइ गरे। खोदाइ गरेपछि त्यहाँ शिवजीको मूर्ति भेटियो। अब यो कसैले लैजान्छ यति राम्रो मूर्ति भनेर तिनले त्यही अन्तै कहीँ गाडे अरे नागको मूर्ति हो। अनि भोलिपल्ट पर्सिपल्ट अब कहिले हो गाउँलेलाई लिएर आएर मैले यतै गाडेको भनेपछि त्यो ठाउँ पत्ता लागेन अरे, तर यसो छ, कहीँ यसो छ। गाडेको अरे। म आफैले सुन्नुहोस् 14 देखिको यो ठाउँमा म आफैले देखेको अलिक नागको मूर्तिहरू यताउता थिएन पहिला। होइन यस्तो नागको मूर्ति चाहिँ पछि बन्यो। सुन्नु म आफैले देखेको कुरा गर्छु, अरू कुरा छोडौँ। म देखेको यहाँको 14 यो ठाउँमा पहिला ढुङ्गाले यस्तो ढाकेर राख्नु भएको थियो। यहाँ पछि जो 14 हुन्छ नम्बर त्यहाँ ढाकेर राखेपछि त्यो फेरि यहाँ खाल्टो यस्तो गोलो गोलो छ कि तल इँटाले चाहिँ पुरा इनार चाहिँ यति छ। त्यो चक्र टाइपका कुँदेर बनाएका चक्र टाइपका ढुङ्गाहरू पनि थियो, होइन? ढुङ्गाहरू यहाँ थियो भने उता राखिएको छ, होइन? त्यहाँ राखिएको छु, त्यहाँ छ, अहिले पनि छ भित्र भएका। त्यो ढुङ्गाले ढाकिएको क्या चक्र टाइपका। तर त्यहाँ के छ नि यत्रो सानो इनार जस्तो यस्तो गोलो 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 इँटाले गरेको ठाउँ छ कि खाल्टो छ यहाँभित्र यहीँ। अनि यसपछि ढुङ्गाले ढाकेको थियो, पछि फेरि यताउति हुन्छ, कसैले फुटाउँछ गर्छ भनेर यो सिमेन्टी लाएर नागदेवता राखिदिएपछि तल छोइन्न भनेर यो बनाएको मैले देखेको, मेरो आँखाले देखाएको कुरा। फेरि कृष्ण दाई फेरि यहाँको स्थानीयवासी पनि हो, पालडाँडाकै स्थानीयवासी भयो हुनाले ढुङ्गाहरू कस्ता थिए भन्ने यहाँ आएर ल अलिकति आज जे होस् हामी हल्का फुल्का घुम्ने भनेको राम्रै कुराहरू आइरहेछ कि जस्तो लागिरहेछ है। सबैको लागि जानकारी पनि हुन्छ। ओहो होइन अब यिनी अहिले चाहिँ कुदेको होइन, यो धेरै पहिला कुदेका ढुङ्गा हुनु जस्तो लाग्छ मलाई। माथिल्लो भाग अहिले बनाइएको हो त्यो, होइन? ऐतिहासिक पुरातात्विक ढुङ्गाहरू नै यिनै त हुन् नि। यिनले ढाकेर राखिएको थियो के त्यहाँ ढाकिएका ढुङ्गा ढाक्न पर्यो। शिवजी आकृति यहाँ छ, यो बनाइएको या त्यस्तो रहेको यो आकृति शिव भने यो हो। त्यो माथि जटा बनेको जस्तो यो जटाको भाग होइन, शिरको भाग यो अब यो चाहिँ बनाएको देखियो। यसमा कुदे जस्तो देखिन्छ, होइन? यस्ताले ढाकिएको थियो कि यिनी। यो शिवजीको रूप, यो लिङ्गको रूप, यसलाई हामी देखिन्छ। यसलाई यतापट्टि शिवलिङ्गको अनि यहाँ यो रूपमा यो गणेश भनेर रूप दियो क्या यसरी, भगवान्। यो पछि कुदिएको हो अथवा रहेको यो थाहा भएन, तर यिनले त्यो ढाकिएको थियो क्या। अब यस्ता चिजहरू छन्, होइन? तर होला कि यो एउटा अब यसलाई अलिकति विस्तृत अध्ययन पनि आवश्यकता त होला। अझै केही संरचनाहरू विकास गर्दा निकै सम्भावना बोकेको ठाउँको रूपमा पनि देखिन्छ। दिदीबहिनीहरू घुम्न पनि आउनु भएको रहेछ, होइन? अब यो गर्मीको सिजनमा फेरि यो यति कति माथि गइसके पछाडि चाहिँ सर र मजाले हावा चल्छ। ए दाइ यो पनि त हजुर यहीँ भेटिएको ढुङ्गालाई यहाँ चाहिँ यसो बारबेर गरेर यसलाई रूप दियो फेरि। यस्तै गरी यहाँ किनभने यो धार्मिक बनाउन खोजियो
अनि यतापट्टि पनि फेरि रुख त्यो त्रिशुल गाडेर त्यसलाई पनि एउटा रूप दिन थालियो र यसलाई यसरी नै यसलाई अलिकति रूप दिन थालिएको छ कि यसलाई चाहिँ धार्मिक क्षेत्र हो यसको उत्खनन हुनुपर्छ नि है झन्डा अब के हो झन्डा मानिसलाई अलिकति ए ल अनि म एकजना दाजुलाई यहाँनिर देखेको छु दाजु नमस्कार कहाँदेखि आउनुभयो अमवाबाट अनि यो ठाउँमा योभन्दा पहिला नै आउनुभएको थियो एकचोटि आएको तर तलैबाट फर्केर गयो अनि अहिले कस्तो लागिरहेछ यहाँको समग्र विकास निर्माण अथवा यहाँ घुम्न आउँदाखेरि तपाईँले कस्तो महसुस गर्नुभएको छ रमाइलो लाग्यो राम्रो छ है अनि दिदीहरू पनि हुनुहुन्छ दिदी नमस्कार नमस्कार तपाईँको शुभ नाम मेरो नाम अनुपा चौधरी कहाँदेखि आउनुभयो सुस्ता एक बरुवाबाट बरुवाबाट योभन्दा पहिला नै आउनु भएको थियो आएको थिएँ आज भर्खर आएको ए नजिकै भएर पनि यति ढिला होइन धेरै वर्ष हुन थाल्यो नि कस्तो लाग्यो पहिला के सुन्नु भएको थियो यो ठाउँको बारेमा सुनेको राम्रो छ भनेर आएको हामी पनि अनि कस्तो पाउनुभयो यहाँ आउँदा जस्तो सुनेको त्यस्तै पाइयो जस खुसी हुनुहुन्छ यो ठाउँ घुमेर खुसी नै हस् तपाईँहरू रमाइलो गर्नुहोस् है धेरैजना दिदीबहिनीहरू पनि आउनु भएको रहेछ ल अझै केही गर्नुपर्ने यो ठाउँको लागि भन्नुहोस् त अझै गर्नुपर्ने छ के देख्नुहुन्छ तपाईँको नजरबाट हेर्दा यस्तो भइदिए हुन्थ्यो यो ठाउँमा भन्ने अब अलि बाटो राम्रो भएन बाटो अलि राम्रो बनाइदिनु पर्यो बाटो चाहिँ सम्बन्धित निकायले सुन्ला पनि यो कुरा होइन अब केही विस्तार पनि भइरहेछ पक्की पनि हुँदै आइरहेछ आशा गरौँ यो कुराको पनि सुनवाई हुनेछ यहाँ आउने पर्यटकहरू आन्तरिक रूपमा तपाईँ हामी जस्ता धेरैजनाले यो सुझाव दिँदै गर्दा सुनवाई पनि होला हस् धन्यवाद हस् झोलहरू राखिएका रहेछन् धेरै समय पछाडि आयो हामी पनि पहिला पनि आउने त गरे हो तर अहिले रेलिङहरू केही बनाएर यो जे होस् थप व्यवस्थित गरेको अनुभूति पनि भएको छ सर र हेर्दा अब हामी माथि जान्छौँ र माथिबाट फेरि तलपट्टि खोलाको खोज देखिन्छ मामा जाँदाखेरि पनि उकालो थियो झर्दा पनि उकालो थियो कसरी हो सकिन्छ आरामले हिँड्दै गयो होइन जाँदाखेरि पनि उकालो हो आउँदा पनि उकालो किन सम्भव छ यो कुरा यो सम्भव देखिँदैन छैन वास्तवमा ऊ मान्छे नै कालो थियो मामा है हल्का जोक्स मामासँग यहाँको यो वातावरण सर र अब हामी चाहिँ गर्मीले घाम टल्किएको भएर तपाईँलाई त्यस्तै लाग्यो होला होइन मजाक गरे मामा होस् जाँदा पनि उकालो नै थियो आउँदा पनि उकालो थियो भनेपछि मान्छे नै कालो थियो भन्ने कुरा हो ल अब हामी यहाँ आयौँ आहा यो डाँडोमा आयौँ र यहाँ तलपट्टि खोला घेचमा चाहिँ एक रति हावा छैन यहाँ आउँदाखेरि यस्तो राम्रो हावा छ यस्तो गऱ्यो भने गर्मी मौसममा आउने रमाउने तल खोलामा पौडी खेल्ने माथि अलिकति माथि जाँदा चमेरे गुफा अनि त्यो खोजबाट पानी झरेको र त्यहाँ पोखरीको एउटा सिन चाहिँ बडा राम्रो सिन छ यो घेँचबाट यता शिरतर्फ माथि फेरि अर्को धार्मिक पर्यटकीय स्थल दाउने देवी छ अलिकति माथि नै पर्छ पूर्व पश्चिम राजमार्गबाट अझै उत्तरी भागमा पर्छ त्यो सर हेऱ्यो भने अनि किसिम दाइ यहाँ नि एउटा कुरा छ तपाईँले कति ख्याल गर्नुभएको छ तपाईँले यो पारीको डाँडा हेर्नुभयो भने तपाईँले बाघ देख्नुभयो होइन उत्तरतिर फर्केको जस्तो होइन साइकलिङ राख्नुपर्छ यहाँ बस्न ठिक छैन आहा यो हावा बडा आनन्द आइरहेछ होइन धेरै हाइटमा त छैन मजाको हावा चलिरहेछ अब यो ब्याकग्राउन्डमा हावाको आवाज त तपाईँहरूले सुनिरहनु भएकै छ होइन गर्मीमा यहाँ आउने बस्ने रमाउने गर्ने अत्यन्तै राम्रो हाम्रो बर्दघाट प्रेस क्लबको टिम पनि हामी सबै मामाश्री मामाको राम्रो टिको लाउने तपाईँले लगाइदिने दिने होइन फेरि अहिले घाटाको मेसो नगर्नुहोस् यस्तो गर्मी अब आज वैशाखको 13 गते हुन्छ यो बदलेको
60 मिनट जाँदाखेरि पनि यस्तो चिसो हावा चलेको थियो यहाँ। बडा आनन्दको तर अनुभूति आनन्द भएको छ। यति बेरको गर्मी सबै भ्याइदियो होइन ल्याउनु तल है दिदीबहिनीहरू के पो थिचिरहनु भएको छ तल हेर त कृष्ण दाइ दिदीबहिनीहरूले त जडीबुटी सङ्कलन गरेर थिच्या जस्तो देखिएको छ उहाँ बगरमा हेर्नुहोस् त होइन होला केही न केही होला यतापट्टि हेऱ्यो भने हाम्रो भाइहरू पौडी खेल्दै हुनुहुन्छ हुन त के त माछा मार्नु प्रयोग गरिन्छ गरिन्छ क्या त्यही जस्तो भयो ठिक छ यस केका लागि पिसे त आहारको थुप्रै ग्याङ छ टिम कस्तो हावा चलेको त त्यो आले चाहिँ भरेर उत्रिन्छ यही हो नेपाल नेपालीको घर भने जस्तो भयो नि त होइन प्रमोद दाई बतासे डाँडाको झल्को आयो कि यो ठ्याक्कै कहाँनिरको झल्को आयो भने यहाँबाट पाल्पा जाँदै गर्दाखेरि त्यो केराबारी आउने बेलामा चाहिँ ठ्याक्क टर्निङ लिन्छ नि त्यहाँनिर पनि त्यो चुनढुङ्गा उत्खनन गरेको ठ्याक्कै वारिपारी त्यहाँनिर पनि यस्तै हावा चल्छ कि अन्त कहीँ हावा चल्छ त्यहाँनिर चाहिँ बडो राम्रो हावा चल्छ यतातिर चुनढुङ्गा छ कुनामा यो फेरि देख्यो भने फेरि उतातिर यो डाँडै हुने डर डाँडै किन्दैन आउनु सक्छ नि फेरि यो रेलिङले चाहिँ केही सुरक्षा चाहिँ गराएर जो पहिला रेलिङ थिएन होइन हामी आउँदाखेरि कमसेकम अब रेलिङले गर्दा धेरै सुरक्षित पनि भयो यहाँबाट तल झर्ने सानो सानो गोरेटो बाटो त छ अलि जोखिमपूर्ण जस्तो लाग्यो अब यहाँबाट पारि साइक्लिङ हुनुपर्छ कि यहाँबाट त्यहाँ टक्क साइकल चलाएर साइक्लिङ हेर्ने क्या स्काई साइकल त्यही त अन्त यहाँबाट सट्ट चलाएर डाँडा बस्छ नि अब त्यसलाई टाइगर हिलमा के भनिदिने हो नाम राखेर जानु पऱ्यो त्यहाँ उखि डाँडा हेर्न ठ्याक्कै पाएको त्यहाँ बाघको टाउको जस्तो नि देखिन्छ दाइ चिलले मन्टो बोटारेर यता र उता पखेटा फिजाउनु खोजेको जस्तो पनि देखिन्छ होइन भ्याउता आऊ जस्तो वास्तव त्यो ढुङ्गो र बादललाई कम्पेयर गर्न मिल्ने भयो कि बादललाई पनि एकछिन हेरिरह्यो भने त बाघ जस्तो पनि देखिन्छ मान्छे जस्तो पनि देखिन्छ नि त अहिले त गरेको जस्तो पनि त पातले कि अझ होइन त्यो ऊ हो के गोरु उताको त्यो पर्दो गरिएको गोरु दौडेर त्यहाँ रोकियो टाउको त्यहाँ गऱ्यो ज्यान हरायो टाउको यहाँ आयो यसरी व्याख्या गर्ने आफ्ना आफ्ना भनाइहरू होइन जे भए जस केही न केही आकृति छ यसलाई थोरै कलात्मक रूप दिन चाहिँ सकिन्छ टक्कै यसलाई गर्ने यता भर्याङ जस्तो हालिदिने त्यहाँ माथि कटेज बनाउने त्यो त दिन्न के को होइन के यसलाई क्षति नगरिकन चाहिँ रामु सरले ट्री हाउसको कुरा गर्नुभयो होइन तर यहाँबाट सिन हेर्नलाई चाहिँ राम्रै हुन्छ अलिक व्यवस्थित गराउन सके अब यो रुख कति के को रुख हो यो कति बलियो हुन्छ फेरि यो साज हो बलियै हुन्छ यसरी बस्ने यहाँ बेन्चहरू पनि छन् होइन अब गर्मीमा कहाँ जाने त भन्दा आहा यो हो नि त मजा होइन हावाको साउन्ड पनि हेरेको छ नि भिरमा लप्केको खर होइन यतापट्टि बाबियो यी वन जङ्गलमा चाहिँ यसरी धमिराले वर्षौँ लगाएर यो आफ्नो घर बनाउँछ देख्दा हाम्रा लागि सुन्दर पनि हुन्छ तर यो अलिकति कसैले भत्काइदिनु भयो कि जस्तो पनि देखियो है यस्ता चिजहरू कमसेकम हामीले अवलोकन गर्ने मात्रै गऱ्यो र यसमा हात नलगाइदिने यसको संरचना नबिगारिदिने गऱ्यो भने राम्रै हुन्छ होला निकै मेहनतका साथ बनाएको हुन्छ धमिराले यो देख्दाखेरि कलात्मक पनि देखिन्छ तर यसलाई चाहिँ संरक्षण पनि गर्नुपर्छ यो सबैले बुझ्नुपर्छ यस्ता घुम्न आउने ठाउँहरूमा यस्ता चिजहरूको संरचना नबिगार्यो भने राम्रै हुन्छ अलिकति यो धमिराको घर चाहिँ देवल भन्छ क्यारे होइन यसलाई देवल हो यो छेउको भागमा यसरी सर पुरा रेलिङहरू बनाइएको छ
आहा कस्तो राम्रो देखिएको होइन हावा चलिरहेको छ ल यहाँसम्म र माथिपट्टि पनि रेलिङ बनाइएको रहेछ अलिकति माथिपट्टि पनि जे होस् बिस्तारै विकास पनि भइरहेछ हावा चलिरहेछ हावा सरर यो चिसो हावाको अनुभूति आनन्द भइरहेछ सरराई टक्कै यो छेउ तल खोलाको भाग रेलिङमा उभिएर आसपासका दृश्यहरू हेर्दा निकै रमाइलो अनुभूति पनि हुन्छ भाइहरू यहाँबाट सानो गोरेटो बाटो त छ के छ हालखबर वाह ल बिस्तारै है बिस्तारै हामी त कहाँ सकिन्छ बाबु तिमीहरू झर्दा त डर लागिरहेछ लगाएको छ मान्छे डर लाग्यो होला भन्छ यो भाइहरू यस्तो बाटोमा यस्तो गरी झरेको ओहो यो तल खोला छ अब यिनीहरू पक्कै त्यहाँ गएर पौडी खेल्न सहभागी हुन्छन् ए हाम्रो सानो सानो बहिनीहरू घुम्न आउनु भएको छ वाह जे भयो नि घुम्ने ठाउँ त हो नि होइन भन त सम्झ त अनि कुन स्कुल पढ्नुहुन्छ तपाईँहरू ए कति कति क्लासमा हो 8मा 7मा ठिक छ ठिक छ ल अब चाहिँ हामी झर्दैछौँ डाँडाबाट अब त्यहाँ डाँडाबाट यति 2 पाइला झर्ने बित्तिकै गर्मी छ फेरि यो त अचम्मै भयो क्यारे होइन अब तातो अब यहीँ तल छ फेरि यो अचम्म के लीला हो प्रभु ल यो बालबालिकाहरूको लागि चाहिँ खेल्ने ठाउँ रमाउने ठाउँहरू पनि बनेका छन् आँप बगैँचा हो यो फोटो खिच्ने ठाउँ टक्क शिवजीलाई ब्याकग्राउन्डमा राखेर आई लभ कञ्चनगढी ल उहाँ हुनुहुन्छ परमेश्वर चौधरी जसले सपनामा देखेको भरमा यहाँ आएर केही खोजी गर्नुभयो र केही पुराना शिवलिङ्गहरू लगायत सामग्रीहरू भेट्नुभयो र यहाँ पूजाआजा गरी बस्न सुरु गर्नुभएको हो परमेश्वरजी यो ठाउँको बारेमा बताइदिनुहोस् न यो कस्तो ठाउँ हो के हो अब भनौँ न अब यो पहिला बुढापाकाहरू भन्थे हाम्रो यहाँ कञ्चनगढी छ अब तर हामी यो गाई बाख्रा सबै चराएको ठाउँ हो अनि एक दिन त्यति बेला मेरो जागिर थियो जागिर गर्दै थिएँ जागिर गर्दा गर्दै अनि घरमा सुतेको बेलामा मैले लगभग त्यही 1-2 बजीमा सपना देख्न लागेँ अनि सपना देख्दा माथिल्लो तलामा जता हेर्छु खालि सुनको मूर्ति देख्थेँ कि खालि सुनको मूर्ति देख्ने त्यहाँ 3 बजे राति बिउरिएपछि मैले सोच्नु लागेको थिएँ यो ठाउँमा त मैले यस्तो पो देखेँ हो कि होइन भने फेरि 4 बजे म राति कोदालो दिएर आएर खाँदाखेरि ठ्याक्कै जहाँ देखेको थिएँ त्यो शिवलिङ्ग निस्क्यो अरू पनि निस्के अनि त्यहाँबाट पछि म बन्द गरिदिएँ समस्या भएन व्यवस्था भएन अनि बन्द गरिदिएँ 2047 साल कार्तिक 26 गतिको 26-27 त्यो बेलामा निकाल्यो ए अनि त्यसपछि यता मन्दिरहरू बने तपाईँले निरन्तर पूजा गर्दै आइरहनु भएको छ होइन अहिले पछिल्लो समय चाहिँ यो ठाउँमा केही विकास निर्माण पनि भयो होइन कहाँ कहाँदेखि आउनुहुन्छ मान्छेहरू यहाँ अहिले धेरै टाढा टाढाको आउँछ उहाँ गोरखपुर दिल्ली बम्बईको विदेशी पनि आए रसियाको अनि जापानको अनि उता अर्को के ठाउँ त्यो उनीहरू चाहिँ खास यहाँ यो ठाउँ मात्रै हेर्न आएको कि यहाँको केही महत्त्व बुझेर आएको
अब त्यो साथीभाइमा लाई भएर आउने कि त्यो ए अस्ति 2 रात बसेर गयो। हजुर अनि अर्को यहीँ बसे उनीहरू ए यहीँ बस्यो। अनि अघिल्लो गएको वर्ष लगभग 3-4 दिन बस्यो त्यो रसियावाला ए यहीँ बस्ने त्यो पनि पूजापाठ गर्ने क्या। ए भनेपछि अब यहाँ एक थरी मान्छेहरू घुम्ने हिसाबले रमाइलो गर्ने गरी आउनुहुन्छ अनि धार्मिक हिसाबले आउने चाहिँ कति हुनुहुन्छ हिसाबले त अलिक कम्ती नै छन्। जे होस् यो धार्मिकतासँग पनि जोडिएको ठाउँ पनि हो। अहिले घुम्नेहरू बढी हुनुहुन्छ, धार्मिक हिसाबले आउने अलिक कम हुनुहुन्छ हो। कम ए त्यहाँ शिवरात्रिमा अलि आउँछन् र साउनमा आउँछन्। अहिले त डाँडामा पनि माथि रेलिङहरू बनेछ सबै होइन बनेछ खुब त्यतै जान्छन्। अब अनि 47 सालको यो ठाउँ र अहिलेको ठाउँ हेर्दा चाहिँ तपाईँलाई कस्तो लाग्छ? अब त्यो बितेको चाहिँ गर्दा मलाई अहिले केही महसुस यो त खेलमा बनाए जस्तो लाग्यो मलाई है हेर्दा हेर्दै। अनि के अरे त्यो जति दुःख काटेँ त्यो दुःख मलाई। तपाईँ पुरै यहीँ बस्नुहुन्छ दिनरात होइन? जे होस् अहिले पछिल्लो समय घुम्न आउनेहरूको सङ्ख्या पनि बढेको छ, पिकनिक खान आउनेहरूको सङ्ख्या पनि बढेको छ होइन? जे होस् अझै चाहिँ यहाँ अझै गर्नुपर्ने केही देख्नु भएको छ तपाईँको तर्फबाट? अझै गर्नुपर्ने खास चाहिँ अब एउटा अब मेरो सोचाइ के छ भने यसो छेउ चाहिँ केही जानवरहरू पाल्न ए चिडियाघर जस्तो त्यो भयो भने अझै आकर्षण बढ्थ्यो कि? अनि राति बस्दाखेरि यहाँ जङ्गल जनावरहरू आउँछन् कहिले पहिला जस्तो आउँथ्यो, अहिले भालु सधैँ छैनन्। पहिला भालु पनि आउँथ्यो? भालु पनि आउँथ्यो, बाघ पनि आउँथ्यो, त्यो आउँथ्यो। अहिले चितुवा अहिले पनि आउँछन्। ए डर चाहिँ लाग्थेन तपाईँलाई? अब अहिले त यस्तो भयो। पहिला खुल्लामा बस्यो हजुर, यही बाघ आउँथ्यो, भालु आउँथ्यो। त्यही प्रभु भोलेनाथको कृपाले अझैसम्म बाँचेकै छु। ठिक छ, हुन्छ, जानकारी गराइदिनु भयो, धेरै धेरै धन्यवाद। हामी चाहिँ अब फर्किँदैछौँ। यो कञ्चनगढीको मुख्य गेट हो। यतापट्टि यो झोलुङ्गे पुलले पनि छुट्टै रौनक दिएको छ। झोलुङ्गे पुलमा जाने, फोटो खिच्ने गर्नेहरू रमाइरहनु भएको हुन्छ। यो झोलुङ्गे पुलमा जाने बाटो एकातर्फबाट टेका बनाएको रहेछ। बाइक साइक चढाउनको लागि होला, यताबाट अलि चाहिँ सजिलो होस् भनेर यसरी बनाइएको छ। चिसो हावा चलिरहेको छ। किन दाइ के हेर्दै हुनुहुन्छ? यहाँ लियो कसले बनाएछ पुल भनेर हेरेको नेपाल सरकार सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजनले बनाएको रहेछ यो कञ्चनगढी बर्दघाट झोलुङ्गे पुल। यसको लम्बाइ कति 22.20 फिट रहेछ, त्यहाँ लेखेको छ। यो चाहिँ सम्पन्न भएको मिति चाहिँ 2081 सालमा रहेछ र यसले कति भार क्षमता छ भन्दा 44 यसको रहेछ। यो चाहिँ निर्माण गर्ने चाहिँ प्राणी रहेछ। यो सस्पेन्सन ब्रिज चाहिँ डिभिजनबाट चाहिँ डिजाइन भएको। राम्रो सरले हल्का राम्रै दिनु भयो लास्टमा होइन? आँखा देख्नु भयो पढ्नलाई हेर कि दाइ तगडै हुनुहुन्छ। यस अब हामी मध्ये नगरपालिकामा सिँचाइ पुल हो यो। ए कञ्चनगढी यो छ नि, जुन कञ्चनगढी सिँचाइ भनिन्छ नि, यो कञ्चनगढी सिँचाइ यो पानी हामै खाथ्यो। पानी त बर्खामा मात्रै आउँछ कि? होइन, सदाबार हो, सदाबार। हल्लिँदो रहेछ क्या अलि बढी? यो राम्रो सरले अहिले भन्न त भन्नुभयो यो सिँचाइ हो, छुट्टै छ के कहानी? यो खासरी सिँचाइ हेर्ने चाहिँ उहाँ छ तल सेमरीमा के अफिसर सिँचाइ के सूर्य यो
ए पारिपट्टि पनि फेरि सूर्यनगर सानो सिँचाइ। फाटक जस्तो बनाएर फाटक होइन सिँचाइ कुलो नै बनाइकन ए यो दुईवटा कुलो गएको छ दायाँ र बायाँ यो दायाँ साइड गएको चाहिँ फुल भर्तिर पाउँछ हो अब यो पुल हल्लिँदो रहेछ यसै माथि यसरी मोटरसाइकल स्कुटरहरू चल्यो भने नियन्त्रण गर्नुपर्छ यार सुस्ता जस्तो हुन्छ नत्र होइन पानी होइन होइन त्यहाँ एउटा ड्याम बाँधेर पानीको फ्लो कम हुन्छ नि त त्यहाँ एउटा ड्याम बाँध्ने बित्तिकै त थियो पानी के यहाँ ड्याम भत्केको हो त भत्केर हो के ऊ यहाँबाट यहाँ यहाँ त कत्रो ठुलो ड्याम थियो त्यहाँ एउटा ड्याम बाँध्ने बित्तिकै त यो दुईटा कुलोमा त यहाँनिर त पानीको त्यो त्यही हो पऱ्यो यो त बौलार त आउँदैन नि ड्याम प्रकृति चाहिँ यो यता खोलाले खाइदियो सूर्यनगरतिरको यो अब यतातिर पऱ्यो त्यो यो सुरक्षित रह्यो होइन त्यहाँ ड्याम थियो के त्यहाँ ड्याम पहिला एकचोटि त्यो ड्याम भत्काइदियो होइन ड्याम पनि अलिक कतिले ड्याम बनाउनु पऱ्यो कि कतिलाई थियो छन त अब यत्रो खजुरा भौलाएर आउँछ के अरे खोला आउँदाखेरि त आउँछ बर्खामा त भरिएर बौलाएर यत्रो पाहाडभरिको थपिने हो त अनि होइन 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 थाहा रहेछ बाट हेर्दा चाहिँ यो कञ्चनगढी क्षेत्र अत्यन्त आकर्षक देखिँदो रहेछ हामी यो पुलको भागबाट हेरिरहँदा माथिपट्टि यो डाँडाको खोज होइन आफैमा सुन्दर दृश्य छ यो खोला खजुरी खोला होइन अब बर्खामा त धेरै ठुलो बाढी पनि आउँछ यहाँ अनि सिँचाइको लागि यसको दुवै साइडबाट पूर्व साइडबाट पनि पश्चिम साइडबाट पनि पुलहरू गएको छ सररलाई आज झोलुङ्गे पुलमा त म पहिलोपटक आएँ है देख्न देखिरहेको थिएँ तर झोलुङ्गे पुल कुरा के हो भने धेरैजनाले भेटेँ यो जस्तो मानौँ अब यहाँबाट तलपट्टिको जुन अब कुकुरमारा क्षेत्र भयो होइन तिम्रेबार लगायतका क्षेत्रहरू सफानी क्षेत्रको विद्युत क्षेत्रको सिँचाइको लागि केही गाह्रै छैन कि यही खजुरा खोलामा राम्रो ड्याम बनाएर यहीबाट सिँचाइको लागि भनेपछि त सम्भावनाले भरिएको रहेछ नि यो क्षेत्र होइन पहिला इच्छा शक्ति दोस्रो बजेट होला इच्छा शक्ति भएपछि त योजना बन्ला पानी यो खोलामा ड्याम नपरेपछि पाइन्छ यतापट्टि बनाइने सिँचाइ पनि भन्ने सिँचाइ पनि भन्ने यता पनि एउटा सिँचाइ पाइन्छ त्यो ड्याम बेसी हालिदिने कि लहर बनाएको सिमसारले त काम लाग्दैन होइन खाल्टो एरिया छ यो एरिया अनि उ त्यो खाल्टो एरियामा पानी बसिरहेको छ यत्रो पानी नन स्टप गइरहँदाखेरि अनि यो त नन स्टप जाने नि सर यत्रो पानी फ्रीको पानी हो यो अनि नयाँ बिजुलीबाट निकाल्नु परेको छ अब चाहिँ हामी आइहाल्छ नि त्यो मोरको आउँदाखेरि के गाह्रो हो जे होस् घुम्यो हो आज घुमाइ कस्तो लाग्यो ल दाइहरू भन्नुहोस् त ल राम्रोसँग भन्नुहोस् त कस्तो लाग्यो एकदम राम्रो लाग्यो जे होस् हामी धेरै पछाडि होइन हाम्रो यो घुमाइ भन्दा पनि एउटा खोजमूलक यहाँको सम्भावना चुनौतीबारेमा पनि विश्लेषण सधैँ आइरहेको तर खुसी लाग्यो ल हुन्छ आजको लागि यो भिडियो यहीँ प्याकअप गरौँ र फेरि अर्को क्षेत्रबाट हामी कुनै दिन फुर्सद मिलाएर फेरि हाम्रो टोली यस्ता बर्दघाटका विभिन्न क्षेत्रमा घुम्छौँ र त्यहाँका दृश्यहरू देखाउने बाचा पनि गर्छौँ अहिलेलाई यहीँनिर चाहिँ छुट्यो सबैजना भिडियो हेरिदिनु भयो धेरै धेरै